हेलो नमस्कार सम्पूर्णमा यो भिडियो हेरिरहनुभएका सम्पूर्ण हाम्रो दर्शकहरुमा र हाम्रो यो भिडियोलाई चाहिँ कति पनि स्किप नगरेर फुल हेर्दिनु होला भन्न चाहे र हामीले यो भिडियो सपोर्टको लागि गराएका छौं जोडेर गराएका छौं अन्तसम्म हेर्दिनु होला कति पनि स्किप नगरेर भन्न चाहे पनि मैले त जे हुनु भइसक्यो अब मलाई जता भए पनि बसाल्नु ल म तँलाई बसाल्नु न त्यो टेन्सन नले न त म तँलाई अब एउटा छोरीलाई त म जे गरेर पनि पालिहाल्छु ल हिँड आइज हल्का फुल्का थकाइ पनि लाग्यो तँलाई पनि मलाई पनि ल यही पिपलको बोट लिएर हल्का थकाइसक्यो न आइज बिहान खाइछ तर बिहान बस्नु कता बस्नु खानु जानु यसो यही गाउँतिर हल्का फुल्का बाँच्नुले कि यति बस्नुहुन्थ्यो अब कहाँ लिने अब छोरी लहर कति राम्रो ठाउँ रहेछ यो नामहरूलाई यो ठाउँ पनि अब एकदम राम्रो छ अब यतै कतैतिर यसो बास मिले त एउटा सानो सानो थोत्रो थोत्रो घर मिले त यतै बस्नुहुन्थ्यो नि लहर कति राम्रो रहेछ यो ठाउँ यही त नि अब यता एउटा थोत्रो थोत्रो घर मिले त यतै बस्नुहुन्थ्यो नि त्यही पनि अब म यसो यताउता विचार गर्छु कतै मिल्यो भने अब यतै बस्नु ल नि है यहाँनिर यसरी भुइँमा बस्नुभन्दा पनि यहाँनिर बेन्च रहेछ आज छोरी बेन्चमा बस्नु बेन्च हुँदा हुँदै किन भुइँमा बसेर होला भने फेरि बेन्च रहेछ त बस यस्तो राम्रो पिपलको छाया रहेछ आज शिवरात्रि भाङको पकौडी चाहिँ खुलै हुने होला बनाउन त बनाइयो कति दामी केटी रहेछ अनि यो साइडमा बाजे चाहिँ को रहेछ आज शिवरात्रिको दिन यो बाजेलाई के गरेर साइड लाउन पाए त भाङको पकौडी खुवाएर
बाजेलाई साइड लाउन पायो भने त केटीसँग सेटिङ गर्छु म आज। ओहो बाजे नमस्कार। नमस्कार बाबु। गाउँमा नयाँ नयाँ मान्छे देख्छु त, कहाँदेखि आउनु भएको हो? हजुर म यो गाउँमा नयाँ नै हो बाबु। म उता अब म भन्नु पर्दा त म कालीकोटदेखि आएको हो। अब मलाई चाहिँ सबैले मुरली बाजे भन्छ। अनि बाबु चाहिँ कहाँदेखि आउनु भएको? के पलाइको के पोको बोकेर आउनु बाजे भएको? थाहा छैन, आज त शिवरात्रि नि, आज शिवरात्रि मनाउनु पर्यो भनेर यसो घुम्दै आएको। शिवरात्रि त है अब के गर्नु, अब घर छोडेर हिँडेपछि दसैँ तिहार शिवरात्रि केही थाहा नहुँदो रहेछ बाबु। के हो? बाजे म हुँदा हुँदै टेन्सन नगर्नु न, म हजुरलाई शिवरात्रि मनाइदिइहाल्छु नि। हो र बाबु, हामी ठिक बाजे। छ, बनाउनु त त्यसो भए। अब यो खानेकुरा त होला नि, अब भोक हजुर हजुर एकदम। ल खान मिल्छ भने ल, खानु ल, ल। होइन। अब ठिक छ, कता यतैतिर बसौँ? ल बस्नु नि त बाबु, बस्नु आउनु। ल बस्नु। यो चाहिँ यता दिनु न यो। ल अनि बाजे उनी सोल्टिनी चाहिँ को नि? यो ऊ हजुर। ऊ चाहिँ मेरो भाइको छोरी हो, अहिले मसँग छ। हजुर अनि कस्तो राम्रो रहेछन् के? यो राम्रै छ अब। ठुलो बा मलाई पनि कस्तो भयो लाग्यो, म पनि खान्छु नि। तँ पनि खान्छस्? खानु त अब के होइन तिमी चाहिँ नखाउ न सोल्टिनी, यहाँ कस्तो भोक लागेको छ, आफूलाई कस्तो नखाऊ। नखाँदा राम्रो ठिक छ, हुन्थ्यो अब। खान दिउ न, बिचैले भोक लाग्यो होला। अब ठिक छ, खाऊ। खा ननेर ढुक्क धेरै छ टन्ने छ। बाबु चाहिँ देउतै बनेर आयो ल हाम्रो लागि चाहिँ। अरे बाजे म त यस्तो सहयोग गर्ने मान्छे हो नि त। अनि ए त्यही भए त बाबुलाई एकदम ल धन्यवाद। ल बाजे। ठुलो बा मलाई त कस्तो पो चक्कर आयो। ए मलाई पनि त्यस्तै आँखा घुम्ला जस्तो भयो त बाबु। के भयो बाजे? होइन बाजे के भयो? अरे बाजे होइन बाबु। आउनु यता 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 शीतलतिर बाजे, यता हो यता बस्नु। मलाई के गर्नु खोजेको? आउँदाखेरि मलाई के गर्नु? ठुलो बा मलाई यस्तो गर्नु के भनेको त? मान्छे देख्न नआउने छ, केही गर्न लाग्यो। बेकारमा मार खाइयो नि आइया। त्यत्रो 300-400 खर्च गरेर बनाएको थियो पकौडी, बाजेले खाइदियो त्यो पनि न छम्मा आफ्नो भयो, मार खाइयो बेकारमा। अरे गधा छोरी महिलाले देख्नै नहुँदा होइन, मलाई पागल चोखले भागेर बसेछ। पागल गयो यो पनि माइदिएर ल फेरि ल यो त्यो घेराले भन्को पकौडा ल्याएर दिएछ हामीलाई। धन्न हामीले थोरै खाएर मात्रै बच्यो, यो पुरै खाएको थियो भने त त्यही धेरै दियो सुन्थ्यो हामी। त्यही त नि काका, पुरै खाएको भए त एकदम धन्न। यति चाहिँ अब यो राखौँ। अब आज शिवरात्रि जहाँ जो भेटिन्छ उसैलाई किन्न। होइन मुरली त फेरि यहाँ हाम्रो गाउँमा पनि पुगेछ त। होइन मुरली त फेरि हाम्रो गाउँमा पनि छिर्सक्यो भने उहाँदेखि मुन्च्याएर निकालेर त्यो यहीँ पुगेको छ।
म जग्गा पनि कहाँ त सखरेलाई के मतलब हो होइन मुरलीलाई के भयो आज मलाई चाहिँ के मतलब त म त्यसलाई के मतलब हो के मतलब त होइन के भयो यो मुरलीलाई आज उहाँदेखि मेरो पैसा खाएर आज खाइदिएको जस्तो त्यत्रो 2000 खाएको के हो कुन बेला खायो भने 2000 त्यो पर मन देखेर त भान्दा ओखर बस्दै 2000 खान्छ त्यसले यहाँ आएर पनि यस्तो गर्छस् पर मन मैले कति बेला त्यो 2000 खाएँ पर मन देखा खोइ मलाई गलत भइरहेछ होइन के भयो मुरली तँलाई आज यो त मान्छे बेकार छोड्यो अनि तपाईँ के कुरा गर्ने कुरा तपाईँ कहाँ आउनु तपाईँ यो मेरो गाउँ हो यहाँ गाउँमा आएको छु आफ्नो गाउँमा उता त म भान्जा गरेर बस्थेँ यो तपाईँकै गाउँ यो हो मेरो गाउँ त हो त यो तपाईँ पनि एक नम्बरको भिखारी हो मभन्दा भिखारी हो मेरो भन्दा 5 गुणा भिखारी हुन्छ के अरे भिखारी भिखारी भाग मेरो 2000 किन छोडेँ मैले कहाँ चोरेको परमान खै परमान के को परमान यिनी भाइ तिमी मेरो अगाडि 2000 छोडेर मासु परपरी भुटेर खुवाउने मेरै रुपियाँ चोर्ने यस्तो फटा त मैले कोही देखाएको थिएँ ल तपाईँको 2000 खाएको साथ त मैले पनि तपाईँलाई यहाँ ल्याइदिएको छु नि खानुहोस् न ओहो फेरि मासु हो क्या जे भए पनि मासु भए पनि जे पनि खाने चिज हो तपाईँ खानुहोस् एकदम मनपर्छ ल ल खाइदिनु त त्यसले मुरली चाहिँ मुनकारी छ क्या हजुर ल मिठो छ होइन मिठो छ मिठो ल खानुहोस् अरू खानुहोस् ल खानुहोस् ओहो कस्तो आउनुहोस् मुरलीले खाना बसेरै खाउँला आउनुहोस् आउनुहोस् धोएर होइन मैले केही गरेन आज म चाहिँ आज शिवरात्रि रहेछ हेर्नुहोस् सखा म त छोड्न बिर्सिसकेँ ल शिवरात्रि यति शिवरात्रि ल हेप्पी शिवरात्रि छ्याप्पी शिवरात्रि ल आउनुहोस् यहाँनिर बस्नु ल बस्नु त ल यो खानुहोस् हजुर पनि होइन जो भए पनि मुरली चाहिँ खुवाउन चाहिँ मनकारी छ ल ल खानुहोस् ल मनकारी छ आज पनि यस्तो खाने मिठो छ होइन एकदम मिठो ल खानुहोस् खानुहोस् जति मन लाग्छ खानुहोस् होइन मुरली चाहिँ मनकारी छ है मान्छे यस्तरी खुवाउनु त मान्छेलाई अस्ति अब त्यो मेरो पैसा नचोरिया भए चाहिँ अन्त अब भएकै हुन्थ्यो फेरि चोरेको कुरो नभन्दा त भोलि म हाँसो गर्छु क्या ल मुरली चाहिँ मान्छे एकदम मनकारी छ हो ल मनकारी छ है मान्छे चाहिँ के भयो मलाई के हो तपाईँलाई मुरली होइन र त मुरली जस्तै पनि छ के भयो मलाई के हो त मान्छे भिखारी नै होस् क्या त भिखारी नै होस् म भिखारी कहिले भन्यो म भिखारी हो त एक नम्बरको भिखारी होस् नेपालकै नम्बर 1 भिखारी होस् लु मेरो 2000 चोरे होइन तैँले के 2000 चोरेको परमान देखा त तँलाई कुन बेला मैले चोरे 2000 रुपियाँ परमान देखा परमान देखा मेरो 2000 त्यहाँ घरदेखि चोर्ने फेरि के भन्छस् यार तँ पनि नबोल्थेर ए मुरली अनि तँ यो गाउँमा चाहिँ के गर्न आएकोस् म जेसुकैको नाम के भन्छ यो मुरली भने काइती तसको पनि सुई किन्छ मुरली नारो म छु त किन हुन्छ म छु तेरो म छु म छु त म छु ल खा म छु अबदेखि त मेरै घरमा बस अबदेखि बरु तँलाई म मेरै घरमा बस्छ नरो अब खा बरु त्यहाँ छ खाहरू खा मलाई पनि के टाउको रे यार तुम्हारो हेर बुढोले अबदेखि बरु त मेरै घरमा बस्ला तँलाई मेरो घर दिएँ साथै बस्ने बरु त्यो मान्छे भिखारी नै होस् म कहाँ भिखारी भए अस्ति 2000 मेरै छोरी छैन के भिखारी त्यो मान्छे चाहिँ भिखारी नै हो
होइन अहिले त आज पनि भिखारी भन्न छोडेन हो के भयो मलाई पनि अलिक टाउको ढिङ्ला त भाइ के भयो के ल्यायो तैँले मान्छे भिखारी नै होस् सखाते चमान चाहिँ भिखारी नै हो होइन त मलाई कति भिखारी भन्छस् का छो भए पनि त मेरो साथी हो मलाई तैँले भिखारी भनेस् त भिखारी नै होस् तैँले मैले तँलाई खान दिएँ कि दिन त मागेर भिखारी भइस् किन भन्छ यहाँनिर अहिले भिखारी भइस् त त्यसको म पैसा तिर्दिन्छु ल कति लग्छस् ल ल हेर खै दियो न ल खै दियो न त भिखारी भने होइन क्या धेरै भिखारी होइन क्या भिखारी भने सोने जस्तो मान्छे हो मैले तँलाई भर्खरै पकौडा खाएँ नि त घरतिर गए जाऊ म हाम्रो घरतिर आयो तर कोठामा आएर कुद्छु म तँलाई पक्न तँलाई खाँदै अब चल अहिले उठ अब हाम्रो नि बिस्तारै बिस्तारै जाऊँ ए त बिरे होइनस् र हो त हाब्रे होइनस् र कहिलेदेखि हाब्रे नभन्न हाब्रे दादा भन्न नामचेन गरेछु नि त आजभोलि मैले अनि कलकत्तादेखि कहिले आइस त अस्ति भर्खर आएको यार हेनेर अगाडि के हेनेर छमा रहेछ बाजी नि थियो साइडमा आज शिवरात्रि के त अनि त्यो के भन्छ यार पकौडा बनाएर ल्याएको थियो घरदेखि थाम्ला भनेर त्यो सोल्टिन देखेँ टक्क मजाले मिलाउँछ आज पठाउँछु छमा हान्न यस्तो कुरा गर्न जान्छु भन्ने कुरा भयो त्यहाँ गएको बाजेले त्यो बिहान दियो मुरली नाम भन्दै थियो मुरली भन्ने लास्ट हानिदियो यार अझै नि दुखिरहेको यहाँ यार त्यो पकौडा सकौडाको कुरा छोडिदे आज त शिवरात्रि हामी दुईजना धेरै पछि भेट भएको छ सबैलाई तसँग मसँग त छैन चिन्ता नगर न त्यो दाइले गरिदिइहाल्छ नि आज त हान्नुपर्छ अनि दुई मिलेर आने कति चाहियो भन्नु त एक धार्तीको थिएन त अनि त्यहाँ अनि आज एक धार्नी खाइदिनु पर्छ चाहियो ल यता सुन म चाहिँ तल पिपलको रुखनिर बस्छु होइन त चाहिँ ल्याएर आइज नभाग्ने फेरि भाग्दिन त्यो ल नभाग्ने म त यतादेखि जान्छु तल गएर कहाँ पाइन्छ भट्टीतिर गएर ल्याएर आइज है ल एक धार्नी ल्याउँछु फेरि नभागेछ है ल्याउन पठाएको छु आउँदै होला नभागेछु भनेको फेरि आज बेकारमा मार खाइयो नि कति फटा बुढो रहेछ यार त्यसलाई झन् छिटो आइज भनेको कति ढिलो गऱ्यो कति टाइम लगायो ए म आइसके त आइहाल्यो कति ढिला गरेको त अनि हेर आज खानुपर्छ हेर ए ले त बेकारमा भाग्छु जस्तो लागेको थियो त आए राम्रो छ केटा कोठा छ एकदम राम्रो बबाल माल हो यो त ए ल शीतन खै त शीतन अनि थिएन अनि के लिएर आउने त पैसा खाएर सकिस् भन्न सक्यो भन्न के शीतन थिएन भन्छ ल राम्रोसँग लगा फेरि त्यो हान कस्तो ढिलो गरेर आएको सकिस् सके अर्को हाल्नु हाल्न त हाल हाल कडा छ हेर केटा हाल राम्रोसँग सकिया छ यहाँ
हालिरहेको छु, टेन्सन नगर्न। अनि गाउँतिर के कस्तो थियो त? एकदम रमाइलो थियो। तँलाई मैले कति याद गर्थेँ यार। र होइन, त गफाटी नै हो, सबैले खुवाएको छु, त्यही भएर मात्रै हो। कहाँ गफाडी हुनु हो, लास्टै याद आउँथ्यो तेरो त आने। म नि इन्डियादेखि घडी ल्याइदिउँला भन्ने थिएँ। यही घडी राख्छस् र घडी? भएको छोडिदियो त्यस्ता गर्थ्यो त। न त राख्ने भयो राख। म चाहिँ अस्ति कलकत्तादेखि आएको हेर। अब यो प्यान्ट चाहिँ धेरै होइन, 3-4 हजारको हो। घरतिरै छ कपडा, तँलाई देखाउँछु नि, म टेन्सन नलिनु। तँलाई दिन्छु कपडा नि म। आनन्द छिटो खा राम्रोसँग खा। ठिक माल गराएको छ। एकदम कराउँथ्यो यो त माल। म त खान सक्दिनँ त्यो हो। म पनि सक्दिनँ अब। त खाने भए खा। म चाहिँ उठ्छु होइन, उठ्न सक्दैन क्या हो? यो के गर्नु, यसलाई म लिन्छु। होइन उठ्न। उठान त ल। होइन कति लोटे उठान त रुँदैन। एक महिना सक्दैन तर आज शिवले पार्वतीलाई पाएको दिन अब हामी पनि पार्वती खोज्न जाउँ न त। कति लुटिरहेको त के हो? पार्वती खोज्न जाने। शिव मिलाइदेऊ पार्वती, हे शिव मिलाइदेऊ पार्वती। ओ हेर पार्वती हेर, हाम्रो ठ्याक्कै कुरा हाम्रो शिवजीले सुनिदिनु पर्यो। होइन त्यो त मेरो पार्वती हो, त नबोलिएछ है। कहाँ हामी दुईको पार्वती हो नि, जाउँ न त त्यहाँ। कति जाग्न सकेको होला यो झार, मसरु भन्दा त झार धेरै छ। हेलो पार्वती, बस्न त बस। होइन उठ्न उठ। हेलो पार्वती। हाय पार्वती। सुन न हो। ओ पार्वती बोल न। हेलो पार्वती बोल न त। सुन न पार्वती। ए ओ पार्वती। जिस्काउनु पर्ने है, पार्वती चाहियो मलाई। पार्वती ओ हजुर दादा, तलाई तलाई तलाई। कस्तो पागल हुन्छ नि, काम गर्न लागेको मान्छेलाई जिगार्ने। Wow.
सखा। सुन्नुहोस् न, हजुर भन्नुहोस् न। यति राम्री केटीले बोलाउँछ त बा। सुन्नुहोस् न, हजुर भन्नु भन्नु। कता टोलाउनु भयो? गोदा टोलाउनु र एउटा कुरा सोचिरहेको थिएँ। हजुर के कति कामले आउनुभयो होला? मेरो ठुलो बाको घर यता हो अरे, अनि हजुर चिन्नु भएको छ नि, ए हजुरको ठुलो बाको नाम के पर्यो नि? मुरली। ए ठ्याक्कै सोचेँ कि मैले मुरली काकाको घर त त्यही काकाको घरमा बस्नुहुन्छ मुरली काका। मलाई चिनाइदिनु। ए ल ल हिँड्नुहोस् म चिनाइदिने हात चोली छ। सुन न तिमी त कति राम्रो के हजुर पनि राम्रो छ हुनुहुन्छ? नै म त राम्रो छैन। अनि तिम्रो बिहे छ कि नै? छैन, हजुरको बिहे छैन। मेरो त छैन। अनि नम्बर देऊ न, नम्बर भन त तिम्रो। 97 बिहे छ। जाउँ अब होइन। सुन्नु न, आज कति टाढा छ मेरो ठुलो बाको घर? अब यो घरभन्दा अलि उता छ। घर चाहिँ नभन्दा हुन्छ, त्यो गोठे हो। हिँड्नु अब त्यो छ। ल तिम्रो ठुलो बाको घर पनि यही हो। घर पनि क्या भने त्यही मिसका बड्डाउ घर लागि बसिआएको नि बाख्रा गोठ यही हो। अनि तिम्रो काकुलाई बोलाउ न। ठुलो बा, ए ठुलो बा, अरे को बा? ओहो छोरीहरू कहाँबाट आइस् त आज? भाग्य भने बेस। ल हेर त। अनि बाबु चाहिँ को? ल मेरो तर्फबाट पनि नमस्कार। म चाहिँ यिनलाई पुर्याउन आएको। ए मेरो घर त के भन्नु अब सखाबिलमा देखाइदिनु आउनु भयो? हजुर घर होइन यो गोठ हो तपाईँको। हजुर गोठ नै हो। घर चाहिँ त्यसरी नभन्दा हेपेर चाहिँ नभन्नु न। अब जे भए पनि बस्ने गरेको घर नै हो। अब ठिक छ। अब मेरो अब ऊ भाइको छोरी हो मेरो। बाबुले देखाइदिएछ। ल धेरै धेरै धन्यवाद। ल आइज नि। म गएँ है। हस् हुन्छ बाबु। मेरो काम छ बाख्रा चराउन भित्र गरेको कुरा हो। मोबाइल चलाएको गरेको यो छोरीको जात मोबाइल भनेपछि अहिलेको केटाकेटीहरू मोबाइल भनेपछि हुरुक्क एकछिन छोड्दैन। हो मुरलजी, हो नमस्कार कहाँ लाग्नु? बजारतिर जाउँ कि भनिन। अनि यिनी चाहिँ को हुन् त? ए यी नानी मेरो भाइको छोरी हो न। मलाई खोज्दै नानी नमस्कार गर। नमस्कार। मेरो भाइको छोरी हो। संस्कारी जस्तै छिन् कि हो? हजुर अब मेरो भाइको छोरी भनिसकेपछि संस्कार हुँदैन। ठिक छ राम्रै रहेछन्। हजुर एकदम राम्रो छ। अनि मोबाइल भन्ने कुरा एकछिन छोड्दैन आजकलका केटाकेटीले। आजभोलिका केटाकेटी सबै यस्ता। अनि कहाँ पुग्नु लाग्नु? कहाँ जानु म लाग्नु? त पालि मल ल्याउन जान लगाएको छु। अनि यसो घर रेखदेख गरिदिनु होला भनिकन आएको थिएँ। अनि छैन घरमा? कोही छैन घरमा। अनि म एक्लै म छ त। म केका लागि हजुरको छोड्दै कि के भएर त भनेको छु। अनि यता गोठतिरको हालचाल के छ त? हजुर अब हजुरले दिनुभएको गोठ अब ठिकठाकै छ। राम्रो छ। बसाइ जेउस ठिक छ। एकदम राम्रो छ। राम्रो हो। ल के गर्नु मुरलजी, अब घर रेखदेख गरिदिनु। म यसो उता बजारतिर गएर आउँछु। मल ल्याउने काम छ। ल है गरिदिनु। ल राम्रोसित जानु। छोरी चाहिँ राम्री रहेछ। घरको टेन्सनै नमान्नु ल। ल अब त्यति टाढादेखि अब छोरी आएकी अब केही न केही त खुवाउनै पर्यो। अब आफूसँग अब केही पनि छैन। अब सखापेजी पनि उता बजारतिर जानुभएको छ। उहाँको घरतिर केही छ कि हेरेर आउनु पर्यो। अब सखापेजी अब बजारतिर जानुभएको छ। उहाँ अब अहिले आउने कुरा भएन। अब उति टाढादेखि अब छोरी आएकी उसलाई त केही न केही खुवाउनै पर्यो। उहाँ अब अहिले आउनु हुँदैन। उहाँको घरतिर केही छ कि यसो हेर्नु पर्यो। अब यसो के गर्नु त?
अब 2000 रहेछ अब यो 2000 अब छोरीलाई मासु सासु के हुन्छ ल्याएर खुवाउनु पर्ला खापेपछि त अहिले आउनु हुँदैन होला अब ठिकै छ ढोका लाएन भने फेरि सखापेजीले शङ्का गर्नु होला कि मासु लिन जानु पर्यो अब म चाहिँ अब एउटा त्यहाँनिर मासु काट्ने ठाउँ देखाएको थियो अस्ति त्यहीँ जानु पर्यो अब ल अब मासु चाहिँ अब छोरीलाई आज मासु मजाले खुवाइन्छ मासु ल्याएर आइयो अब मजाले पड्काएर मजाले छोरीलाई पनि खुवाइन्छ अब आफू पनि खाइन्छ त्यो खातिर अब बताऊ कति बेला आउनुहुन्छ घर बजारतिरबाट अब यो अब उति टाढाबाट आएको उति टाढाबाट आएको छोरीलाई अब मासु सासु खुवाउनु पर्यो भनेर यसो तलतिर गएर मासु लिएर आएको अब बाबु छोरी मिलेर मजाले मासु खानुपर्छ ल अहिले ल अब अहिले छोरी बस बस अब यति मासु छ अब तलाएर मलाई यतिले पुग्छ मजाले अब आगो सागो जुरौँ ल अब नानी अब आगो सागो बाल्दै गर म एकैछिन बाहिरतिर गएर हात सात धोएर आउँछु आगो बाल्दै गर म आएँ है आगो बालिस नै तेल तान्ने नि तेल तेल हाल भयो यो धेरै भयो क्या धेरै मलाई त ग्यास्ट्रिक छ चिल्लो खासै मन पर्दैन ठिकै छ अब ल आज चाहिँ हेर्छ नि अब मासु टक्क बनाएर खानुपर्छ दुई बाबु छोरीले अब त अब मलाई भन्दैन पनि खबरै नगरेर एक्कासी आइ त अब छोरीलाई हल्का फुल्का भयो भने अब मसा पनि छैन त अब केही पनि छैन अब त्यही पनि यसो हल्का फुल्का मैले अब जोरजाम गरेर अब 2-4 राखेर त्यसले मासुलाई अब केही छैन अब यसैमा चित्त बुझाउनु पर्छ खै त डारू दे त छोरी जहिले पनि मासु बनाउँदाखेरि यो पट 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 पट्किएन भने नि खाएको मजै आउँदैन मासुको स्वाद तब मात्र आउँछ जब पट 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 पट्किन्छ यसको बुझिस् नि तैँले पछि सिक्ने कुरा मासु पकाउँदा अनिवार्य रूपमा पड्किनु पर्यो यसरी ल अब मासु पनि लगभग आधा आधी जति पाकिसक्यो अब एकैछिनमा पाकिहाल्छ अनि छोरी त मलाई भन्दैन भनेर खबरै नगरेर एक्कासी आइस् त अनि ए म यही गाउँमा हुनुहुन्छ म यही गाउँमा छु भनेर तैँले खोज्दै आएको मलाई
ठिक छ अब ठुलोबालाई माया गर्नुपर्छ अब मलाई पनि खुसी लाग्यो त्यही भएर चाहिँ यत्रो अब छोरीलाई भनेर यसो मासु सासु लिएर आयो ठिक छ ल अब मासु पनि रेडी भयो ठिक छ ल मासु पनि अब रेडी भयो थाल खोइ थाल लिएर आउँछु हजुरलाई चाहिँ अब भात त छैन अस्ति चिउरा लिएर आएको थिएँ यही चिउरा र मासु खान अब दुई घर छोरीले ल आइज बाहिर खाउँला आइज छोरी मासु पनि पकाइयो ल आइज बस मजाले दुई घर छोरी मिलेर खानुपर्छ भात त यस्तैमा अब चिउरासँग खानु ल अब बजारदेखि पनि आइयो बुढोजीले घर चाहिँ हेरफेर गर्दै भयो जस्तो छ अनि यतातिर पनि सबै ठिकै छ ल्याइयो अब ठिकै भयो अनि उतातिर मुरलीजी पो के गर्नुहुन्छ मासु चाहिँ एकदम दामी भन्नुपर्छ है मुरलीजी अहिले त के मासु हो के हो हजुर हामी बाबुछोरी हल्का नास्ता मासु नै हो अब यति ल्याएको थिएँ मैले ए ठिक 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 मुरलजी मिठो त मुरलजी मिठो मासु मिठो भइहाल्छ उता म पनि बजारदेखि आएँ हेर्नु बजारदेखि आइसक्नुभयो हजुर ए ठिक छ हामी त अर्को छोरी आएको भएर हल्का तलतिर गएर एउटाको भारी बोक्दै हल्का पैसा दिएको थियो त्यही भएर अलिकति यति मासु ल्याएर हल्का बाबुले खानु लाग्छ ठिक 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 राम्रो छोरी पनि आएकी छिन् खानु त पर्यो त हजुर खानु त पर्यो के भन्नु तर मासु चाहिँ कहिले भुट्या मिठो रहेछ हेर्नु मुरलजी म पहिलाको हेर्नु म अब उमेरमा जवानीमा त म कुक्ने थिएँ नि अब अहिले पो बुढो मान्छे भयो बुढो मान्छेलाई कसैले वास्ता गर्दैन हे यो छोरी बुढालाई कहिले राख्छ भनेर वास्ता गर्दैन त म त जमानामा त कुक हो नि नै तपाईँलाई कहिले त्यस्तो भनिएको छ र तपाईँ जस्तो यो राम्रो इमान्दार व्यक्ति को चाहिँ छैन कस्तो राम्रो एकदम इमान्दार है पोता चाहिँ मिठो रहेछन् हजुर मिठो रहेछन् हजुर हजुर ल मुरलजी अब खाइयो होइन खाइयो अनि अब राम्रो थियो मासु चाहिँ मिठो उतादेखि केही नखाएर आइयो त कुकै हो यस्तो पकाउनु हुने रहेछ अनि मैले त थाहै पाएको थिएन अबदेखि तपाईँलाई मासु पकाउनु पर्छ मेरो मैले ल्याएर पनि तपाईँलाई लाउनु पर्छ मेरो तारिफ गर्नुभयो धेरै धेरै ल आफ्नो हातले पकाएर आजहरूलाई खुवाउन पनि पाएँ खुसी पनि लाग्यो मुरलजी ल म लाग्छु अब उतादेखि खानासाना केही नखाएर आएको थिएँ खुवाउनु भयो धेरै धेरै धन्यवाद ल अब केही पऱ्यो भने चाहिँ मलाई सुन्दिनु है हजुर ल लाग्यो उता पानी चाहिँ साइ लगाएर 2000 रुपियाँ तिर्याउनु पर्ने थियो म त्यहाँ सिलरीमा 2000 राखिहाल्छु एकछिन हेभी आउनु पर्यो अब ल पैसा चाहिँ हेमा राखेँ हेरौँ त यहाँ मैले भर्खर 2000 राखेको थिएँ मुरलीलाई हेरिदिनु भने घरमा के गरेछन् तिनले जानु पर्यो
पानी जान पाइएन केही पनि पाइएन केही पनि मेरै जिन्दगी है कस्तो मान्छे हो तपाईँ हजुर मेरो पैसा चोरेर यहाँ पैसा छैन हजुर कसले भन्यो हजुर म गरिब मान्छेसँग पैसा पैसा थियो निकाल्नुहोस् त्यो पैसा यो अर्को 1000 रुपियाँ अर्को यो मैले अब यो घरमा अब यो पहिलाको सायद मान्छेले छुट्याउनु भयो होला यहीँनिर थियो अनि त्यही पैसाले अघि मागिरहेको तिम्रो ठुलो बाबा कस्तो छ भन्ने मलाई छौ ए पुरा फटाइ काम गर्छ अहिले अघि सुरुमा गर्दाखेरि पनि फटाइ काम गरिरहेको थियो होइन त्यस्तो होइन यो पैसा चाहिँ भित्र थियो 2000 रुपियाँ थियो मैले यही पैसाले मासु लिएर यो चाहिँ बचाएको हजुर अहिलेसम्म मासु मैले के खाएर आफ्नै पैसाले मासु खाएर छु नि मैले त यहाँ यो त फटाएको घर भयो यिनीहरू त घरबाट निकाल्छु त्यस्तो हो ढोका सोका लगाइन्छ यिनीहरूलाई यहाँ बाल्सा लगाएर बस्न दिएपछि राख्यो अहिलेसम्म यिनीहरूलाई यहाँ राम्रो मान्छे मानेर आज बस्न दिएको यिनीहरूलाई भयो त सुरुमै फटाएको थियो अहिले यहाँ आएर मेरो आलु चोरेको थियो फेरि पनि यसले घरमा कोठामा गएर 2000 चोरेछ नि कस्तो फटा थुक्क फटा जाडोमा हल्का उड्ने हुन्छ भन्छ हो बेकारको वाइयात मान्छे रहेछ आजदेखि आएपछि अब भान्जा पनि आउँदैनन् बस्यो भनेपछि क्या गर्ने अनि यो घरमा अब अहिलेसम्म त बस्यो भान्जा पनि उता बाटो लागेको मान्छे पनि अब आउने भन्ने कुरै छैन लापत्ता भइगयो बरु अब उता मुरलजी त खेद्दै क्या मुरलजी भन्ने अब घरतिरमै बाटो लाग्नुपर्छ जस्तो लाग्यो बरु एकपल्ट उता कहीँ हेर्यो क्या हो ल अब मुरलजीलाई चाहिँ यत्रो घर दिएँ मैले भोट भए पनि घरै त हो बसेर पनि अब त्यो मान्छे फट्टा रहेछ त्यस तलाई पनि कोहीले बसाल्छ त हो न गएर ठिक गर्यो अब आफू पनि घरतिरमै बाटो लाग्ने होला अब भान्जो नअन्जी यतै रुन्छ आफू त घरतिर गइरहनु गोठो पाएको छैन हालखबर ठिकै छ सबै मुरलजी पनि क्या भने फटाएको घर अब आफू पनि घरतिर जानु पर्यो भान्जा घर पाएँ धेरै बसाएको भएन बसेर पनि त के हाल्ने त यहाँ अब भान्जै छैन एक्लै पनि कति बस्नु घर पाइ बाटो लाग्छ उतैतिर बरु ठिक छ भान्जो नभन्जुसम्म हेर हुन्छ हर्ष भेटा हुन्छ आफू त घर पाइरहेको पनि आनन्द धेरै वर्ष बस्यो घरमा पनि अहिलेसम्म अब सबै यही घरमै गरियो अब घरलाई हेरेर छोडेर जाने कुरा आयो अब भान्जा बसौँ मरौँ जोसुकै गरौँ बस्यो अब अहिलेसम्म त्यहीको लागि घरलाई धन्यवाद लाग्यो आफ्नै घरतिर ठिक हुन्छ
केटाकेटीको यही त छ गति बाटुलो जाउँ डेटिङ कतार जाउँ बेटिङ यही त छ त खतम जोसुकै हो होइन होला मभन्दा त तिमी को छौ त राम्रो अनि तिम्रो साथी खै घरमै होला किन र केही काम लिएर अब घर जाऊ है अब ढिलो भइसक्यो किन र एकतिर बस्नु मिल्दैन र घरमा गाली गर्नुहुन्छ त्यत्रोदेखि आइयो थाकिन्छ त लत हुन्छ थकाइदियो एकछिन बस्नु पर्यो पिपलको चौतारी पनि एकदम बडो राम्रो रहेछ एकछिन बसेर टक्क थकाइ मारेर जानु पर्ला अब धेरै टाढा छैन यहीँ तलथिन त अब बस्नु पनि धेरै बसियो अब लाग्नु पर्यो धेरै बसिकन काम छैन आज त्यत्रो बाटो छ यहीँतिर पहिचालेमा त गाह्रो हुन्छ त संस्कारी केटीबेला यस्तै पो हो त हेर ल आजभोलिको जुबरमा कुर्ता सुरुवाल लगाएर हिँडिरहेछ होइन सुकु पनि के भन्छ एका 2 नम्बर चिन्दिन सखाइमा गएको त हुँदो भाग्य भने यत्री भएकी छ त पुरा नम्रै भएकी छ त पहिल्यै जाने भएकी छ त अनि तेरो ज्याबा कता सुत्दा आज भने घरतिर आयो नि अब उता भन्जा आएर बस्ने धेरै वर्षपछि आइयो अब सबै नै बिर्सिएको क्या गर्ने घरतिर आइयो म पनि तँलाई कलमान लागेको थिएँ थाकिन पनि आउँछ चौतारीमा बसिकन एकदम ढिलो आउँछ हिँड्नु जाउँ त्यता उतै पाइदियो हो हिँड्दैन हाम्रो गाउँ त्यही हो यत्रो परिवर्तन भइगयो धेरै वर्षपछि आइयो त उता भान्जा आएर बसियो अनि अब धेरै वर्षपछि आइयो गाउँ त यत्रो भइगयो छ त एकदम हुनु त त्यो सानै खेलागी मान्छे एकदम सानो थिए यति भइगयो छ गाउँ किन परिवर्तन हुँदैन हो त्यत्रो परिवर्तन भ्याउनु ठुलो होला होइन गाउँतिर किन लफङ्गा टोकेर कहाँ छन् त आज भन् खै काका मलाई त थाहा छैन मैले देखा छैन तिनीहरूलाई होइन गाउँ त त्यसो भए पुरै सखा भयो क्या बजारतिर हेरेर बस्नु आउँछ त होइन यहाँको बजार धेरै राम्रो लाग्यो मैले एकदम दामी रहेछ बजार त अनि यत्रो बाटो आउँदाखेरि म नरीको मामा हो क्या यत्रो बाटो आउँदाखेरि मलाई नरीको घरै थाहा भएन बिर्सिछु बरु बाटो सिकाउनुहुन्छ कि हजुरले उता पनि बाटो छ यता पनि बाटो छ तर चारैतिर बाटो छ जो बाटो जान मन लाग्छ जानोस् होइन के भन्छ बुढा मान्छेलाई पनि राम्रोसँगले बाटो सिकाउनु पर्छ नि के बरु बाटो सिकाएन मलाई अरू केही चाहिएन छिटो म जानु छ उता भन्छ नरे दाइको घर र मेरो घर त साथै छ नि जाउँ बरु साथै त रहेछ नि अघि भन्नु पर्दैन अहिलेसम्म दुःख दिने जाउँ कता सुन
बड्डो भयो नि मलाई त फटा लाग्यो यस्तो मान्छे हिँड बान्छिका पहिला पहिला होइन होइन म जिस्केको एक्लै जाउँ जाउँ बरु नरे दाइले तपाईँको बाटो पर्छ हे भगवान् मलाई यो गाउँका सबै मानिसले दलित र गरिब भएर किन हेप्छन् हजुरले यो धरतीमा किन जन्म दिनुभयो बरु जन्मिनुभन्दा मर्नै बेस होइन आज नरे भन्छ पुग्ने अन्त कतिको टाढो छ पुग्नु अब हेतु टाढा जाउँ छिटो जानुपर्ने घरमा ल्याएको छ अहिले छिटो जाउँ भने कस्तो छ नमस्कार हजुर यस्तो मान्छेलाई तपाईँ जस्तो ठुलो मान्छे भएर यस्तालाई झुकाउँछु मलाई बोको छु हजुर पैसा दिनु न हजुर हेर्नु त अहिले नाटक गरेको भोलिकोहरूलाई सहयोग गर्नु छैन तर कतै उसलाई त दुःख रहेछ त अझ कहाँ हात पार्नुहुन्छ यतालाई यसरी फलो गर्दैछ यस्तो यहाँ जय होस् यसलाई भन्नु कस्तो बिचरा गरिब रहेछ भोलिपल्ट त के लाग्यो यति सानो उमेरमा नि बाबुलाई त धुमपान सेवन गर्नु थाहा छैन होइन होइन यो कस्तो हुन्छ भनेर सल्काउनु लाग्यो थाहा छ भित्र देखाएको जस्तो है अब यत्रो बाबुलाई सेवन गर्नु यसले हानिकारक गर्छ थाहा छैन आफ्नो शरीरमाथि खानेमा यो त्यो खाने काम नगरेछ ल काजी साहब गल्ती भयो अबदेखि यस्तो काम कहिले गर्दैन यसोलाई मात्र माफ गरेको छ अब त्यहाँ हामीले यस्तो गऱ्यो भने राम्रो हुन्छ ल घर चाहिँ यही हो अब आउनु हामीलाई नरे दाइ को भन्नु मेरो ए नरे दाइ नमस्कार के त चोचो आज अझै यस्तै छ यस्तै नै नरे यस्तै हो आजसम्म यस्तै रहेछ के त पहिलासम्म राम्रै बसिआएको छ यस्तै सोच निको गएको छैन आज बचपनदेखि यस्तै हो म आइगयो अब सब काम राम्रो हुन्छ हेर भन्छ अब म आइगयो जमिन भित्र भाइ बस्नुपर्छ जहाँ पर गयो आयो त हामी गयो म गएँ है हुन्छ भन्नु म भाइले बस्छु अनि गइने पनि ल्याउँछ पैसा ल्याएन अब खुवाउला दम ल्याएन पनि है होइन यो भोकट्याउहरू पनि यत्रो भइगयो त म अहिले त पहिला सानो थियो अहिले यत्रो भइगयो ल्यायो भने त ल धन्यवाद है चिसो पनि त्यहाँ आउँदो रे भन्छौ त्यो बाटोमा एउटा ल अब यहीँ गाउँकै रहेछ भने तिम्रो भाइ भन्ने पर्ने हुन्छ त्यो भेट्यो त आएको थियो नि त्यो भेट्यो त्यो फटाएको त फटाएको भन्छ आइयो अन्त केही गरेर हामी आइयो बरु क्या छौ तिमी कस्ता छौ भुल अब यतै बस्ने गरी आउँछु म यतै बस्छु अबदेखि अब कैलासम्म घुम्ने हुन्छ घरको काम सबै सकिआइकन आउँछु त्यो तिम्रो चोचो निको नहुँदै म यहाँ बस्छु चोचो निको गराइकन तिमीले एउटै जोइ पाइकन जान्छ यही बेलासम्म हावा उखाल्ने यही बेलासम्म अब तिमीले त्यो चोचो भयो निभाउने भनेर जोइ पनि पाउने भनेर यही कारण
म बस्दापछि कहिले जे पनि पाउँछौ गएर भन्छ म यतै बस्छु म जान्न अनि दुई माउले भन्छ यतै बस्ने खाने मजाले बस्ने अब यो गर्नुपर्ने भयो जाउँ हिँड भन्छ पहिले पनि पढ्नु लागेको जाउँ अब तिम्रो त्यहाँनिर सोच बङ्गलोहरू जिन्दगी यस्तो जो पाउँदैन जाउँ म जुत्ता चलाउँछु हिँड बित्ति जाउँ यतिका पैसादेखि मामा आउनु गाउँछ गाउँमा यतिका वर्षदेखि आउनु गाउँछ मामा घरमा केही छैन होइन के अब गाउँतिर जानुपर्छ होइन अब मासु पनि लानु पर्यो गाउँतिर गएर होइन जानु पर्यो अब गाउँतिर गाउँतिर उनीहरू मासु दिनुहुँदैन गाउँतिर जानु नआउँदा जानु गाउँतिर होइन के त कहाँ लागि पढ्न जाने नै हातमा बालो लगाएको छ डुल्याएको छ स्कुलतिर जाने गर गर्नुपर्छ त छोरी पानी ल्याउँछ धारा धोरो पानी छैन ल म पानी ल्याउन गएँ होइन गाउँबाट पनि घर आउनु कठिलो गरेको छिटाउनु पर्दैन गाउँतिर साथीहरूसँग डुल्ने अनि हिलाउँदैन त केही पनि बोलिदियो मन लाग्दैन जहिले पनि कसकसले गरेको छु कता हो के हो नबोलेको हो सोल्टिन बाटोमा हिँड्ने मान्छेलाई एकदम लाज राख्दैन के हो यति चाल्दै नगर हो सोल्टिन कता हो भन न हौ हो सोल्टिन हो किन हो नबोलेको कति भने सोल्टिन बोलाउँदा पनि बोल्नु यस्तोलाई ठिकाउनु हो बोल्नु होइन है तँलाई सानो जातको भएर पनि ठुलो जातको मान्छेको जातकोसँग लाज लाग्दैन
होइन हजुर अहिले यस्तो जमानामा पनि जातपातको कुरा गर्नुहुन्छ कस्तो कुरा गर्छ जातको कुरा गरेर के गर्ने गएर बाबाको हुन्छ नि खान्छ हेलो दाइ के भयो यहाँले आजकलको जमानामा पनि जातपातको कुरा गरेर मलाई यहाँ पानी आउनुभरि सिकाइदिनु भयो ए माया गएर लाज लाग्दैन अहिलेसम्म पनि सानो र ठुलो जातको कुरा गर्न दाइको घर जानु पर्यो भाइलाई खिचाइ ओ दाइ होइन को आयो फेरि म दाइ म के भयो केटा कतातिर आइस म यतैतिर गाउँतिर डुल्दै आएको दाइ ए सन्चै छु त दाइ म त सुन्दै छु बरु भाउजू कतातिर हुनुहुन्छ हजुर भित्रै छु त्यहाँ ए बुढी बाहिर आ त भाइले बोलाउँछ दाइ चाहिँ राम्रो नभए पनि भाउजू चाहिँ क्युट हुनुहुन्छ सालेको त भाउजूमाथि आमा लाउँछस् तँलाई त होइन दाइ किन एक्लै टोलाउनु आउँछ किन टोलाउनु अब के गर्ने अब दसैँ तिहार पनि नजिक आइगयो अब दसैँ पनि भयो आज टिका दिन थियो क्या अनि तुइन अब त्यसले अब त्यस्तो मासु खुवाउँदा भन्ने इच्छा थियो अनि त्यसलाई अनि कोब्रा फेरिदिने इच्छा थियो क्या गर्ने अब पैसा पनि अब छैनन् त्यति अनि पैसा अब ब्याङ्कबाट ल्याएको पैसा महिना फिर्ता दिने होला उता अनि अब क्या गर्ने गाह्रो छ भन्छ पनि अहिलेसम्म आएको छैन दाइ कपराइले दसैँ मनाउँदा क्या तपाईँको आशीर्वाद लिए तपाईँ ठुलो बडाको आशीर्वाद तल हुने होला दसैँ तिहारमा या पैसाले गर्दा आन्न तिहार मनाउँदा आन्न त्यो त बुझी बाबु हेर अब त्यही त भन्दैछु त मैले पैसा अब हामी गरिबबाट यही त हुन्छ पैसा अब हुँदैनन् अनि राम्रोसित दसैँ तिहार क्या नआउनु भन्ने जस्तो हुन्छ केही छैन अब यिनी कब्लासित मेरा पनि 5 वर्ष भइगयो यिनी लगाएका यिनी कब्लासित मनाउने भएको दसैँ क्या गर्ने अब दाइ कपडा यस्तै भयो क्या अब यो दसैँ अलिक खुसियालीसँग मनाउनु पर्छ तिमी चोच्या भन्छ कता गयो बरु अब त टिकट लाउँदा टिकट लाउने उनी त बुतै पाउने भने त खुसी भइरहेको छ नि कमान हुँदो बरु उनी आएपछि अब टिकट सुरु गरौँला हामीलाई अलिक बस्नु एकछिन आउँदै होला आउँछ नि होला अब आयो भने अब टिकट लाउँला अहिले त उनी यस्तै बैराग लगाउँछ र त्यो सोध्छु म त यस्तै घरा बारेमा सोच्ने गरिनु म त अर्कै भएँ भएको अब चिन्ता नगर्ने गयो सोचिकन पनि क्या गर्ने हेर अब छोडिदे रमाइलो त मुनाउ जस्तो हुन्छ आफ्नै लगाइ खवाइ मुनाउ आफ्नै मुनाउ अरूको जस्तो देखासी गर्ने होइन अब यस्तैसित मुनाउँदो छैन क्या छ गरिबहरूको यही हुन्छ हेर भयो छोडिदे हेर त भाइ अब क्या गर्ने त यसपालिको दसैँ यही गरी मुनाउने भएको अब अरूका देखासी गर्नु पनि हुँदैन भाइ अब क्या गर्ने त अब अब हाम्रै जो स्तरमा छौँ त्यो स्तरमा मुनाउने त्यही गर्ने क्या गर्ने आयो भन्छ अनि भन्जिन ल्याउनु के मन छ भन्जी कतै नि भने साथीहरू गएछ म साथीहरू अनि भन्जिन ल्याउनु के मन छ 3 दिन त्यही बसिरहन्छ अझ साथीहरू गएर आयो ल्याइन आउला भनेर बसाउँमा दसैँमा त भन्जीला गरी ल्याउनु पर्ने नल्याए मरिगयो छ नि त म त्यको न अब मर्नु पनि के गर्ने खान पाइएन हेरे कन्ट्रोल छ भन्ने एकदम यो कन्ट्रोल लाग्ने आथे कन्ट्रोल टोक्न पाएन यहाँ खान पनि त खतम रहेछ मान्छ अरु भइदिए बेतामा अरु यस्तै भइदिए बेता हान्न बजाइन दिएमा इनको सोझो खाप्छ इनको बाङ्गो खाप्छ नि अनि हामी सोझो राइन दिएमा छोड्दे अब जो भए पनि भन्दै हुन अब चोचो बङ्गा पनि भन्दै हुन सबै बङ्गो भए पनि भन्दै हुन अनि आज त टिका भइगयो त थाहा पाएको छैनौ टिका भइगयो बुझ्नु 5 दिन आउला हुन्छ हैन टिका हामी लारो बुझ्नु 5 दिन आउनु आज अनि लुतै तिमी अल्छीले मुख धुया छैन आज पनि मुख धुया आउन सक्छ आज मुख धुने ठीक गरेछ आज मुख धुया बे जाऊ त्यो गइन् त्यो टिका टालो रेडी गर हामी नि ठीक गरेर अब टिका टालो लाउँ म भित्र जुवा कन्न ल्याउँछ है हे गर्न ल्याउन है ल्याइकिन आज मुख धुयाएर जाऊ र आज ठीक भयो जाऊ ल्याइकिन आऊ क्या गर्ने हेर भन्छ अब भन्छ त खतमगा खर त्यसरी भन्छ पुरै नि बुइने पागल रहेछन् पागल म बुइने त रम्ली थिएन त म गीत गाएर गइन उ ल्याउँदैनन् भन्छ किन आउँदैनन् त गया मान्छे पनि नल्याइकिन उनी त खतम पनि मान्छे ठीक छैन
अब हेर जुवा पनि भइगयो यिनको त बानीहरू चाहिँ पहिल्यैदेखि यिनी चोचो बङ्ग्या मन्छ पनि बङ्ग्या नियत पनि बङ्ग्या मन्छौँ नि अब भइगयो यतातिर कुरा नगरौँ बरु अरूतिर टिका लगाउँला आज अब यस्तै गरी हेरेर बनाउने भइगयो दसैँ हो दसैँ पनि आइ नै आउँछ लाग्यो लास्ट टिका भइगयो आज त हामी बिहे गर्ने भइगयो के गर्ने त अब मासु उधार ल्याउँछ भने त उधारै पनि ल्याएन मलाई त खनै पाइएन त यहाँ त्यो जुन त्यो उहीको खसी कन टोक्छु बिना टोक्न पाए त खसी कन खनै टोक्न पाइने मुन्दान मौसम पनि गर्न पाएन खन पनि के भइगयो अहिले छोडेर तिमी ध्यान नदियो त्यतातिर आज राम्रोसँग बनाउनु पऱ्यो टिकोटालो लाउँ अनि बसौँ ल भइगयो छोडे अब तिहारतिर गरौँला त्यस्ता चुन्छ बुन्छ भइगयो छोडे ध्यान दिनु नि भन्छले पो किन ढिलो गरे ओइ भन्छ छिटो टिकोटालो लाले आउनु त यिनले राख्या मुख नदुई राख्या तिनी जुमाएर कस्तो होला नि हेरौ हेरे पनि ठोकी परि तिनी ठोकी परि आएर त मुख नदुई राख्या जुमाएर अब के गर्ने हो त होला चोट पनि बङ्गाइदियो जुमरा पनि बङ्गाइ गराएर छ नि चाहिँ के पनि के हो त रक्सी गर्न ल्याएको के हो त एकदम कोइला उयो के यस्तो रातो टिको ल्याउनु पनि किन ल्याएको यस्तो पुरो परारा डेट उरा नि डेट उड्या यिनी भन्छ क्या छन् मैले मन त बरु यही गरायो भने त क्या गर्ने यही पनि मुसाले खाएर छ नि दाइ मुसाले खाएको छ अनि यही पनि कता भइहाल्छ कता भइहाल्छ चाहिँ यिनी भन्छले मुसा दोलाई कि ल्याउँ त अनि पालन थियो जुमारा हेर न जुमारा यो किन बोलिँदैन बोलिने पाल पनि सानो बोलिआएको नि क्या ल टिका त ठिकै हुन्छ नि क्या भन्छ हेर अनि त ठिकै छ नि सबै ल पुग्छ क्या अब त टिका चाहिँ अनि यस्तो के फरकै गरायो क्या यिनीले अलिक इले त जमानामा त उ पनि छर्यान क्या मगा पनि छर्यान क्या अनि कुन्ना यिनले कहिले राम्रो गर्दैन काम पहिला मान्छेले अनि यो छर्दा त्यो छर्दामा ए त्यही हो अब भन्जले के गर्ने त अब हेर मोसाई तरिका पनि कने पनि लोट्यामा ल्याउ दाम तै यो गिलासमा ल्याछन् पनि रक्सी वाला हुँदै यो लाग्दैन क्या अबिरै हुँदैन क्या यो त यो पानी हाल्याउँछु र पनि अझ हुँदैन अब पुरो साबले लासलाई के गर्ने त हामी लाउने बुन्दा पनि तिमीले लाउने हो टिका पुगेन पैसा दिनु होला के छ पैसा तानी पुलै पर्ने भए भन्छले यो लाग्ला रे टिको चाँदो पनि हेर यस्तो बेला चाहिँ लाग्ला भित्र एकले खाना व्यवस्था गरे अब जाऊ के गर्ने खाना रोटी है आज कुपिना त काट्ने होला मरु छैन के कुपिना काट्ने हिरो न भन्छ कस्तो हुन्छ त जुडन पगार लुटेर आयो गिराउन पकाउँछ अब त गाउँ पाएका पनि भन्छहरू आउने होला नि त्यो पनि टिको लगाइने होला अब तुइना पनि त ल मेरो आशीर्वाद के हो हेर अब पाव चोल लाग्छ के छैन अब चोल लगाइदिन्छ हेर अनि पैसा छैन अन्त पैसा यता काली उसको लागिने धुनी भइन अनि टिका पैसा माग्ने हेर यत्रो नोट दिनु त दाइ यार मुदे छु यहाँ 20 रुपैयाँको लाग्छ इनका पेमेन्ट दिने पनि ल्याउ देखाउने पनि ल्याउ दाइ हत्तर हात्ती बार नखाना दिने क्या 5 ल्याइदिनु ल हेर ठिक छ 20 रुपैयाँ छ यो के गर्यो भन्दाखेरि यो चाहिँ आज 5 रुपैयाँ पनि छ है 5 रुपैयाँ पनि छ यो लगिन जाऊ खाऊ पबचिया खाऊ चले खाया 5 रुपैयाँ फिता ल्याइदा ल कोही लाग्ने ए तर 5 रुपैयाँ फिता ल्याइदिए अनि च्यातिकिन बढ्ने आइदियो च्यातिकिन बढ्ने होइन 5 रुपैयाँ मैले चाहियो म के टिका लाउने मन छ आउँछ न अझ ल अब जाऊ के जाऊ तिमी जाऊ कालजीको छोरो हैन रुपैयाँ लिनु जान्छन् हामीलाई दिनु छैन यत्रा धनी भएन केही काम रहन्छ अन्त
खसीको कान भने खसीको कान पनि ल्याइदैन खाल्यो अनि एक्लै खायो खेमा नक्सा डोले एक्लै खायो कहाँ अस्ति त्यत्रो खसी काटिएको थियो हजुर आउनु भएन अनि ओ दादा उठ त्यसले के भुल्नु दिँदैन के बच्चा पनि ल्याइदे पछि काइला बा घर म पनि भक्तर आउँ अब त्यहाँ अहिले त पैसा दिन यिनी मामा त यस्तै हुन् म त छैन बाबु यस्तो बिसिया दिए एक्लै पाएको एक्लै पाएको तिमीले आज पछि पाएको छ उतै अब चाहिँ बरु पाइन्छ टिकट पनि क्या हुने अब हजार रुपियाँ दिन 5-6 फिर्ता ल्यायो अझ यही पनि 5 रुपियाँ फिर्ता ल्याइदियो टाटा अहिले पागल हो टिकट लागि के पूजा दियो 5 रुपियाँ पनि खर्च भयो मलाई बच्चा 1 रुपियाँ हात लाउनु पर्ने हो दाजु नमस्कार नमस्ते नमस्ते म त दाजु टिकट छाप्न आएको त दसैँ यतै यो के मलाई यत्रो लुम्बु भएको त बस के भन्ने दाजु घर टिका लगाउन त पाइएन बिहा गरी छोरो पनि पाले चाहिँ बिहा गरी त्यत्रो बनाए छोरो पनि पाउँछ छोरी हो छोरा छोरी हो कि त भाइ पनि तेरो मन भाइ यानी कि त खत्तम गर्छ मन छ जस्तै ढोकै गरेन मैले के भन्ने दाजु अब घर टिका लगाउन पाइएन घर सबै माइत गइगयो नि अब हाम्रो त टिका लगाए तरिका पनि यस्तै छ भाइ तँ चुप होला छोरी तुइले सुहाउँदिन छोरी यो छोरी त एकदम खतै छ गरी अनि त अब जहिले सुधैभरि यस्तै जो टिका लगाउन पाउँ हेर तुइन अनि त्यसपछि अब मैले दिने आशीर्वाद फेरि खत्रै छ हेर अनि त्यसपछि के भन्नु र तँ अब अहिले बिहा गरिकन एकदम छोरी पाएको मन छ फेरि तुइले अहिले आशीर्वाद राम्रै दिन्छु छोराछोरी रमेशसित पाले एकदम पछि गइकन छोरी न मेरा छोरा तिनी मेरा भाइका तिनी जस्तो काम जारी गरे है होइन मेरो भाइ पनि पछि भाइले मेरो मुनै कुरा गरेर बुझ्छु त अनि हुने जस्तो होइन है ल त्यही भयो तुइने आशीर्वाद अब यता यो तपाईँको सामने कुरा भने त हामी पनि पछि बन्दैन आफ्नै सोचिरहेको रहेछन् भाइ सजिलो होइन यो तेरै त्यहीँ पर्यो दाइ मुनियाला छ पर्छ तेरो त्यहीँ दाइ क्या पाएन सायद भाइ लगाइ अब त हुनेवाला ससुर बाबा गएर हुनेवाला ससुर बा होइन अहिले दाइ पनि टिका लगाउन थाप्न आएको छ अझ चुप लाग्छ नबु भन्दा जस्तै मथि कोचलाई यता कोच ल के मैले मेरो बुझ्नु है भाइलाई लगाइदिन्छ अब अनि सङ्गला तँ के गर्दै त रङ्गाले खेलमा लगेर भुनिकन भुन्थ्यो उहिले उता तेरो त्यो साथी छ नि हाम्रो गाउँको हजुर हजुर त्यहीले भुन्थ्यो अनि त्यसपछि तेरो साथीले पनि तिमी ससुर बाबा अहिले टिया अब कहीँ जानु पाइन्न दाइ होला अनि फेरि जोइ त बहुत सुचिसन गरेर पनि कसरी जोइ आज भन्छ जोइ माइत गइ छ दाइ भाइ त गयो कि छोरा छोरी लगिन अब भएको ससुर बाबा कहाँ अहिले ससुरा बा भन्छ पछि गइकन कति ल्यायो भने पछि पनि ससुरा बा भन्छ अहिले ससुरा बा भने हुन्छ भइगयो नभए छोरी दाइ ताले दाइ दाइ पनि अहिले दाइ पनि लोक हैन दाइ के भन्ने बताइ पनि ल अब त्यही हो किन पैसा दक्षिणा दिने होला हेर दक्षिणा कुरा गर्दाखेरि त हेर किन त हाम्रै छैन भन्छ मैले अहिलेसम्म चाहिँ अफरै दिइआउँछु हेर होइन देखि म त मस्तै दिन्छु पैसा ल तु यही हो दादा म अर्का पनि जानुपर्ने छ गइ जान्छु दाइ साथीहरु भेट्न आइन्दा कोचल्दै यहाँ बस्न पनि एकदम बढी पैसा मैले खर्च हुन्छ नि हुन्छ नि त्यहाँ टिका त बरु यसो मिल्दै गरे है मैले आउँदै गरेँ म नरिया गरेँ यहीँ छु आएको छु अब के गर्ने पैसाहरू दाइले बैंकबाट गाडा त उठाउनु तिनी पैसा उता उब्रिएको थियो के अहिले आउँछन् फेरि के लगानी गरौँला एकता खुल्ला बढी सकेर ल्याएन सकिएर त 5 रुपैयाँ ल्याइदिन लिएन न अझ 5 रुपैयाँ ल्याइदिने हो कि त्यति ल्याउँदा र ल्याउँदा ससमा ल्याउला नि भित्र लैजा कोही आयो भने चाहिँ टिका टाला लगाउने त्यो अहिले 3 रुपैयाँ पनि खर्च हुन्छ नि पैसाले पैसा चाहिँ दिने पनि ख्याल त भित्र
मलाई आउँछ ढोका सङ्लो कहिले उगारेछ भित्र त खाना साना बनाए रेडी पारेर पक्कै पनि बहिनी हुनुपर्छ अन्त त बहिनीले त अरूले त खाना बनाइदिँदैनन् बहिनीले पनि दाइलाई थाहै नदिकन घर कहिले आएछ अन्त मैले त आएँ भनेको थिएँ राम्रै भएछ बहिनी आए मलाई खुसी लाग्यो त्यो बहिनी चाहिँ अहिले कता गएछ होला अहिलेसम्म बहिनी कता गएछ अन्त आइगएछ आए नदिकन आउँछन् त दाइलाई कहिले हिस्सा त कहिले बेला आयो कि देखिनँ मैले म त तल एउटा त्यहाँ नाच्ने थियो त्यही भएर सबै यहाँका गाउँले गरी नाच्न गएको थियो होइन त मलाई त थाहै नदिकन आइरहेछ त फेरि यहीँ बस्ने कि फेरि गइजाने अब एग्रै आइगयो अब कागजात सबै ल्याएकी छ सबै ल्याउँछु हो जातिका मचारबाट लिया मैले पनि सबै यहाँ सर्चिङ भनिसकेको छु यहीँ पढ्ने हो मेरो बहिनी भनेकिन जहाँ मच्छरबाट कागजात लिया अनि जाउँला छिटो ढिलो भएको 10 बजीको पनि हिजो पनि नाच्नबाट ढिलो आयो नानी छिटो घर जाउँला बहिनी छिटो आ स्कुल जानु ढिलो हुन्छ 10 बजे खुलिसक्यो स्कुल अब आज नाम लेखाउने भोलिदेखि निरन्तर स्कुल गइरहने मेला गयो कता सुत्यो बोलपटे घर आएको थियो कता जान्छ ओ पटे बतेर आउनु न बिर्के त हामी यहाँ जोइन तनि राछौँ हैन के जोइन हुन्छ अहिले खै जोइन भनेको जोइन त हुन लाग्यो हैन ल पक पक म पनि बोलाउन नछोड है गाउँदा धर्रो टाइपले खाने है केटाहरू खानै पर्छ आज मजा आउँछ मजा धर्रो तो भन्ने हात त तोप त नामै नहुने हामी यत्रो गाउँदा छ खाने मजाले गराएर टक गलाएर खानै पर्छ यस्ता यस्ता डल्ला आयो खाने डल्ला बनाउँदै खानै गर्ने रातै कटाइन आज कटाइदिने आज त रात त यस्तै त अन्त गाउँदै खाइकन जान्छ खानै पर्छ बोल्न पनि लाग्यो बरु यसलाई केमा हाल्ने हुन्छ हौ फोचो बनाउला नि फोचो के सुल्पा छ र सुल्पा त खै यार हेरौँ न सुल्पा जसरी यहाँ आज खानुपर्छ है खानुपर्छ आता रातै कटाउने हो ल ल लाइटर छैन बरु केटाहरू लाइटर ओहो बिर्स्यो तल्ल्यावाला ल्याउँ मलाई पहिला यो गरौँ पहिला गराइसकेपछि सुल्पा पनि ल्याउनु छ सबै ल्याउँला पहिला यो मिलाउँ कस्तो हुन्छ होइन माल तातो डल्लो हुन्छ है बुन्छ यस्ता डल्ला आया अब तोप नम्रै गरिदिनुपर्छ म पहिला यस्तो खान्थे भन्छ ओ खै आजकल त त्यति खाइन्न पहिला त दरो खाइन्छ पहिला यो र म एका बासँग अल्टा खान्थ्यौँ ओहो काजी त पनि खाइन्छ उनीहरूले काजीले पनि खान्थ्यो र पहिला ओहो काजे कता भन्छ काज त झन् पहिला बाले हुन् पुरै राजा मलाई पनि सिकाउने तिनी बुवा त घर यति गजा ल्याए नाम मात्रैका काजे तिमी त्यही भएर त काजीले गराएको माल त दरो हुनु डर पहिला यिनीका बासँग साथ गर्थेँ म बड्डाले अस्ति यही किन खान्छ भने किन खान्थ्यो आफ्नोलाई यहाँ गालामा आज मैले छोरे अझ उल्टा अझ छोडेर अझ अस्ति यसलाई हान्न लाग्यो हजुर धुन्नै मारेनन् बड्डाले होइन बरु केटा तल्ल्या आएको को हुन को हुन न तिनी बिर्खेदा हुन् अब सायद आइगयो होला
ओहो बिर्खे दाइ बोन बिर्खे दाइ म तिमी जोइलाई खिच्या म बिर्खे दाइ आज बिर्खे दाइले मार्छन् मलाई मार्दैनन् आज त मलाई मार्छन् है कुन सारा ठुला बिर्खे दाइ नै तिमी जोइ खिच्या क्या मैले मार्नु सार्नु के गर्दैनन् बरु तिमीलाई पनि आज यही खुवाइदिने हो जोस पनि होला तिमीलाई पनि तिमी आज यही खुवाइन ढाल्दिने खुवाइदिने हो ढाल्दिने ल हुन्छ जोइले घरै रातभरि यहीँ हुने तिमीलाई घरै जान्दिनँ अब जोइका आधा मार पाउँछन् तिमीले अब केटाहरू गाँजा पनि बुनिसक्यो बरु कहाँ छ कापी छैन काफी छ यार यतातिर थियो खै अरे रहेछ केटाहरू यहाँ रहेछ त गाफी बरु ठिक बनाउने राखौँ अब गाँजा पनि फिजेर भइसक्यो एकछिन सुन्न दिउँ अलि मिठोमा नि त माल त तँ बुनिरहेछ होइन खतरा बनिरहेको नि त माल बबाल छ माल त ऊ यस्तो कालो भइरहेको छ न हातमा हात हेर्नु हात आज मालदा खानुपर्छ ओहो एकछिन त हेर्ने यो के हो यो गाउँका सबै युवाहरू यही गाँजामा कुलतमा फसिया रहेछन् तँ के भएको अस्ति मेरी बुढीलाई खिजाइकन भागेको त होइन क्या दाइ त्यो अस्ति कुरा छोडिदिनु हो त्यो अस्ति खिजाइको छ अब त्यो छोडिदिनु हो त्यो कुरा छोडिदिनु अब आइन्दामा गरिब न तँ फेरि नाइ तोरा तेरा खुट्टाको आँटी फालिदिन्छु अब गर्दिन दाइ अस्ति त अब भाउजूलाई तेरा बालाई पनि छाड्दिन गइकन भुन्दिया आइन्छ अझ मुख लाग्छ है यो फोटी के भएको स्कुल जानु छैन पढ्नु छैन तिमी कतिको त्यो बाल सिट्यामा मेडमले त पठाइन् घर हेर हामी नपढे पनि तिमीहरू राम्रोसँग पढ पनि तिम्रो ज्याबाले कति दुःख गरे आउँछन् तिमीले यहाँ पोखिहाल्यो कस्तो बस सब बस जो बस तिमीले यहाँ क्या उपति छराउनु थियो र नभाग्यो भने भाग्यो मुखै लाग्छ दाइको अगाडि गाजा निकाल सबले गाजा निकाल गाजाल दाले तिमीहरू गाजा खाने आइदियालाई सब यता बस गाजा नगर्नु मन चाहिँ यता बस साथै बस उठ तँ पनि साथै बस दाइ भइयो नि के यस्तो गर्दा नि दाइले नगर्ने क्या दाइ ओइलाई गाजा खाने तँ अन्त तपाईलाई पनि खुवाउनु पर्छ आलाई बुनि न पग्न तुलाई त्यो मजा मलाई कति गर्नु गर्न गाजा पहिला त गाजा एकदम सुन्दै जस्तो हैन हामीले गाजा खाइन यस्तो हामी नपर्या पनि हामीलाई दुःख भइआउँछ यस्ता गाजा सदा हामी तिम्रो जस्तो यो कुलतमा फसिनौ तिमीहरू राम्रोसँग पढौला भने तिम्रो ज्यावाले कत्रो सम्म पुग्या हुन अब आइन्दा तिमीले गाजा खायो जहाँ देख्नुपर्छ नि तिम्रो कान सुमाति तिम्रो बाघा गाडी देखाइन भने क्या राम्रोसँग स्कुल गए पढ्नु छैन लेख्नु छैन ए गाजा खाइआउँछ दुन्ने छोरीपट्टिलाई जिस्काइ आउँछ आफै त हो दायाने पहिला त्यहाँ टोटकिया खोला चौसरीका छोरा धौलेसिन गाँजा खाने तिमीहरू जस्तो होइन हामीले गाँजा खाएन कसलाई पनि तपाईँ हुनुहुन्छ भाइ एकदम तपाईँ त एकदम पुरा कता खानु तेरा बालाई नभनी न कहाँ छाड्छु र छोराहरू भने यहाँ गाँजा खाने जता जता गाँजा खाने केटाहरू छन् त्यतै जाने जता गाँजा छ वहीँ जाने गाँजा ल्याउन अनि रामसिंह उहाँ 1 महिनामाथि एकचोटि स्कुल गइहाल्छ धेरै एब्सेन्ट भइहाल्छ अरे रामसिंह पढ्नु छैन लेख्नु छैन अनि गाँजा खाइहाल्छ डुल्याउँछ यो गाँजाले कति असर गर्छ थाहा छ अनि क्यान त दाइ छोड्न सकिँदैन ओ दाइ अब खाने बेला खाल्ने यो नुसा पनि छोड्न नसकिने गाँजा किन खाइ त पहिला हेर आइन्दाबाट अब यसरी गाँजा खायो र छुयायो देख्नुपर्छ तिमीहरूलाई के गर्नुपर्छ त्यो मैले जाने आउँछु अनि अब गाँजा खाने होइन रामसिंह स्कुल जाने पढ्ने रामसिंह पढ न ठुलो मान्छे बन न यस्तो गाँजा देखाएपछि क्या हो क्या कमाइन्छ पैसालाई गाँजा खाएपछि हुन्छ त्यो त हुन त हो दाइ तर पहिल्यैबाट लाएको भने छोड्न नसकिने हो दाइ यो त हाम्रो रगतको नुसा जस्तो भयो दाइ नुसा जस्तो रामसिंह छोड्नुपर्छ सकिन नसकिने बिस्तारै छोड्नुपर्छ यो गाँजा भन्ने चिज खानुहुन्न यो गाँजा खायो देख्नुपर्छ नि प्रहरीले यो कानुनी अपराध हो तिमीलाई पढेले लिन्छ खोरमा जाग्छ सिधै यस्तो गाँजा भन्ने चिज कयौं मान्छेहरू जेलमा गएका छन् कयौं मान्छेहरूको मृत्यु भएको छ गाँजाले गर्दा अब गाँजा खायो नखानु है सबैले त्यो खाँदैन नखानु सबैले पहिल्यैदेखि अब खाँदै आइयो अब चट्टै छोड्न पनि सकिँदैन के गर्ने होला चट्टै छोड्न पनि सकिँदैन अझ त गाँजा छोड्न सक्दिन भने चाहिँ खाने बेला खाल्ने अहिले गाँजा छोड्दिन सक्दिन अरे के गर्नु त दाइ यार पहिल्यैदेखि लाग्यो भने अब के गरी छोड्ने होला अझ ठुलो कुरा गर्छ है
पहिल्यैदेखि गाँजा खायो भन्ने अहिले छोड्न सक्दिनँ गाँजा खानुहुन्न पहिल्यैदेखि नखाएपछि तिमीलाई यस्तो हुँदा हालत हुन्थ्यो के हुन्छ यो गाँजाले गाँजाले के हुन्छ गाँजा खाएपछि मान्छेको मृत्यु हुन्छ प्रहरीले खायो देख्नुपर्छ कानुनी अपराध लाग्छ ए पात खाएको पनि मृत्यु हुन्छ त यो देखाइमा पो पाँच छ यो त कानुनी अपराध हो नि खानु न यस्तो गाँजा तिमीहरूलाई प्रहरीले देख्नुपर्छ नि सिध लक्ष्य हटकट लगाएन लक्ष्य जेलमा ज्याबाको कत्रो इज्जत हुन्छ कहिले सोचेको छौ कि नै तिमीहरूले गाँजा नखाने है हुन्छ त ल गाँजा कस्तो हुन्छ बुझ्यौ नि तिमीहरूले ल बुझ्यो हामीलाई त यसको बारेमा थाहै छैन तपाईँ आउनु भयो र पो हामीलाई सुम्झाउनु भयो दाइ नत्र त हामी पुलौमा फस्न रहेछौँ दाइ हाम्रो त ज्यान जाने रहेछ अबदेखि गाँजा ल हिँड तैँले सोभिन स्कुल पनि दाइ नियमित जान्छौँ अहिले बल्ल बुद्धि आएछ अब राम्रोसित पढ्नु ज्ञानी बुझ्नु यस्तो कुलतमा कहिले नफस्नु अब केटाहरू गाँजा पनि नखाने नियमित स्कुल जाने सधैँ स्कुल जाने केटाहरू अनि आमा बुवालाई पनि धेरै दुःख नदिने ल हिँड अब सबिन घर गरेन बरु बुवालाई पनि नबुझिदिनु होला दा अबदेखि आइन त छुए अब यस्तो गाँजा खाएर केटाहरू भोलिदेखि स्कुल जानुपर्छ है ल अब केही दिन मात्रै स्कुल जानुपर्छ झन् है केटाहरू ल अब आइन त तिमीले गाँजा खाएर देख्नुपर्छ नि खाऊ नभए तिम्रो ज्याबासँग नबुनी छाड्दिनु ल बिर्के दाइ ल पटे बस सरलाई भन्न गर्न पठाउनुपर्छ स्कुल जानु ल अब त रेगुलर जानुपर्छ है केटाहरू स्कुल ल सबैजना स्कुल जाने है सुधर ल हामी गयौँ है तपाईँ बस ल म पनि बस्छु अब खाना सानो घन्टा खालका मान्छे धम्मै फस्ने थियो केटाहरू म पनि जानु पऱ्यो घर यसो ओहो आज तिमी बिर्खिने गड्डाले पुरै मेरो आँखै खुलाइदिए त्यस्तो हुँदो रहेछ त यो कुलतमा फसेपछि त ओहो आज आँखै खुलाइदिए अब यस्तो काम कहिल्यै गर्दिनँ म अब तिमी केटाहरूसँग पनि लाग्दैन अब आफ्नै घरमा चल्ने हो अब तिनीहरूसँग लागेन म यस्तो काममा फस्छु ओहो यिनी काम राम्रो होइन बरु भित्रबाटै जानु पऱ्यो हामीलाई त बिरे दाइले नाम आँखा खोल्नु भयो पहिल्यैदेखि यस्तो कुलतमाथि नलाग्नु पर्ने रहेछ हो बिर्यो हो आज बिर्खे दाइ नआएको भए त हाम्रो ज्यानै जान्थ्यो पछि मिनट खाएर नै थियो हाम्रो त ज्यानै जान्थ्यो अबतिर यस्तोतिर नलाग्ने अब नलाग्ने अब यस्तो चिजै छुनै नछुने अब अघि पनि बुवालाई त्यत्तिकै झुट बोल्यो हामीले बुवाले गाँजा खान हुनुहुन्थ्यो बिर्खे दाइलाई त्यत्तिकै हामीले पनि झुट बोल्यौँ अब के हामी बिरे अघि त हामीले झुटै बोल्यौँ बिर्खे दाइसँग त्यस्तो नहुने भए हुन्थ्यो झुट बोलिएको अब तिमी पुरा छोडिदियो बिरे अनि अब बमे हामी भोलि अथवा पर्सि गर्छ भयो भने हामी स्कुल जानुपर्छ हामी त अब सधैँ स्कुल जाने हो नियमित जाने हो अब हामी यो गाँजा यताउतितिर कुलतमा फस्ने होइन अनि अबदेखि हामी स्कुल जानुपर्छ अबदेखि हामीहरू यस्तो कुलतमाथि फस्ने होइन बिर्खे दाइले आइकन हामीलाई सुम्झाइहाल्नु भयो अब तँ पनि घर जाने होला म पनि अब घर जानुपर्छ बुवाले पनि अलिक थाहा पाउनु भयो भने अब मार्नुहुन्छ मलाई बरु जा म बिरे त पनि जा त म पनि जान्छु घर अनि पर्सिबाट हामी स्कुल जानुपर्छ हुन्छ हुन्छ ल बिरे बरु नखाएछु है त ल बिरे ल नमस्कार सर। नमस्कार के कामले आउनुभयो यति बस्नु
सर अब म चाहिँ पढ्न पाएन सर, त्यही कारणले बहिनी टाढा पढ्थे, अहिले यहीँ पढ्न लागि भर्ना गर्न ल्याएको सर। ए कति कक्षामा पढ्ने हो बाबुजी सामानी? ल सबै कुरा राम्रो रहेछ, मार्कसिटमा पनि राम्रो नम्बर आएको रहेछ। म 8 क्लासमा भर्ना गरिन्छु। अरू बाबु सबै आरामै? आरामै छु सर। ल मैले भर्ना गरिदिएँ, अब नानीलाई कक्षा देखाइदिन्छु जाउँ क्लासमा है। हुन्छ सर। Sit down. नानी बाबुहरू आजदेखि तिम्रो नयाँ विद्यार्थी आएकी छन् 8 क्लासमा पढ्ने। अब तिमी सबै यहाँ राखेर अब सबै पढ्ने, सबै यो क्लासमा पढ्ने है। ल तिमीहरू सरले पढाउनुहुन्छ, म जान्छु है, मेरो काम छ। ल पढ्दै गर्नु। नानी अब साथीहरूसँग राम्रै पढ्नु। हिजोसम्म टाढाको स्कुलमा थिएँ, अब मेरो स्कुलमा आइसकेपछि हाम्रो साथीहरूसँग मिल्न पर्दैन। सर राम्रो गरिदिएर सम्झाउनु, राम्ररी पढाइदिनु छ। हिजोसम्म टाढा विद्यालयमा थिएँ, आज विद्यालयमा पढ्न आएको छु। के मान्नु पर्दैन तपाईँले? कुनै पनि हाम्रो ठुलो नानी बाबु हुन्, त्यो हाम्रो कर्तव्य हो, हाम्रो जिम्मेवारी हो। पहिला नानी बाबुले अक्षर मान्ने टाढाबाट आउँदाखेरि पछि सँगै घुलमेल हुँदै गयो भने सबै साथीहरू आफ्नो मेलमिलाप गर्नुपर्छ। र मैले हेर्ने कुरा म हेरिहाल्छु, त्यही चाहिँ अहिले सम्पर्कमा मकान पनि छन्। अनबाट पनि विद्यार्थीहरू त्यस्तो अर्थहरू नहोला, त्यही समस्या पनि मकान गर्नु है त। हुन्छ नानी, साँझ घर आउने र साथीहरूसँग आए, घर मेरो काम छ है। ल नानु अप्ठ्यारो मान्न आउँदैन, ती जस्तै साथीहरू छन्, टाढाका साथीहरू पनि छन्। हामी अप्ठ्यारो मान्न आएर मजासँग चाहिँ साथीहरूसँग बस्नुपर्छ है, मेलमिलाप गर्नुपर्छ, नबुझ्ने कुरा सोध्ने हामीसँग, सरसँग, त्यसपछि साथीहरूसँग सोध्ने होइन। आज चाहिँ अप्ठ्यारो लाग्छ, अब भोलि पछि त्यस्तै हुँदैन दिन प्रतिदिन। अब साथीहरूसँग मेलमिलाप गर्दै जाँदाखेरि एक आफ्नो साथीहरूसँग नजिक लैहालिन्छ होइन। त्यसैले चाहिँ अप्ठ्यारो नमान्ने, टाढाका आएको छ भनेर केही समस्या पऱ्यो भने म तिमीहरूलाई फोन गरौँला होइन। अनि राम्रोसँग पढ्ने, ध्यान दिएर गुरुहरूले चाहिँ पढाएको कुरा सुन्ने, अनुसारसँग बस्ने। भनौँ सबैलाई आफ्नो परिचय देऊ त। नमस्कार, मेरो नाम क्याप्टी हो, मेरो परिचय राख्दै हो। अनि नानीको पढ्ने विद्यालय भन्दाखेरि ल धन्यवाद बाबु। पहिला तपाईँलाई पनि अप्ठ्यारो लाग्छ बाबु होइन, आफ्नो परिचय चाहिँ अगाडि आएर उभिएर चाहिँ दिँदाखेरि अलिकति उनीहरूको हिचकिचाउने खालको होइन, अलि अप्ठ्यारो महसुस हुन्छ। जुन नयाँ विद्यार्थीहरूलाई तिनीहरूसँग चाहिँ अलिक भन्ने धेरै नभए, त्यसै कारणले पनि अब उनीहरूलाई अलि अप्ठ्यारो हुनसक्छ। त्यसमा माइन्ड नगर्नु तिमी, हामी पनि अगाडि आउँदाखेरि म बुझ्नु आएर अगाडि आएर चाहिँ यसो परिचय दिँदाखेरि पनि अप्ठ्यारो हुन्छ होइन, हामी सबैलाई हो। त्यसैले चाहिँ त्यो मान्न भएन, सबै साथीहरू मिल्ने बस्ने र राम्रोसँग पढ्ने, साथीलाई सहयोग गर्ने है। कक्षा 8का भाइ बहिनीहरू, आज हाम्रो मूल पाठ 1 शहीदहरूको सम्झना भन्ने चाहिँ हाम्रो एउटा के छ कविता। त्यही कविता हामी के गर्दैछौँ है। त्यसको चाहिँ सारांश भन्दा पहिला हामी यसलाई कति मिलाउने होइन, कति यति मिलाएर चाहिँ के गर्ने, कठोर भाषण गर्ने होइन, कविता भाषण गर्ने भन्ने खालको कुरा चाहिँ हामी आज गर्दैछौँ। पहिला म यहाँ तिमीहरूलाई चाहिँ
कविता वाचन गर्छु त्यसपछि तिमीहरू पछाडि कविता वाचन गर्ने है ल नानी बाबुहरू म त्यो कविता वाचन गर्छु र तपाईँहरू पनि त्यो सँगसँगै कविता वाचन गर्नु है हुँदैन बिहान मिरे मिरमा तारा झरेर नगए भन्दैन मुटुक दुई चार सपुत मरेर नगए हुँदैन बिहान मिरे मिरमा तारा झरेर नगए भन्दैन मुटुक दुई चार सपुत मरेर नगए कोटमा हाँसो गालामा लाली तब आउँछ जगतको यसको पिरले भेटी जब बिरले चढाउँछ रगतको देशको पिरले भेटी जब भिरले चढाउँछ रगतको घाँटीमा फाँसीको माला गाँसी बिरले हाँस्दा माथि भूमिको चरण ढोकी भाग्द सदा सदा माथि भूमिको चरण ढोकी भाग्द सदा सदा। ल भाइहरू आज हाम्रो शहीदको सम्झना भन्ने कविता वाचन हामीले गयौँ होइन त्यसपछि अब त्यसको अभ्यास पनि तिमीहरूले आफूले गर्नु र भोलि फेरि हामी पुनः त्यही कक्षा कोठामा आएर फेरि अभ्यास गर्नेछौँ है त हस् त धन्यवाद जान्छु भने जानु अनि कता गइरहनु भएको बाटो बिराएन मामा अनि कता जानुभयो अनि अब जानुभयो त मामा आउनु त कि कहाँ जानुभयो अरे कोही बिन्छ लखाहरूले कतै हान्दियो कि मामालाई अघि ल्याउनु त मस्तै उठ किन पर्खिन्छौ तिमी आफू चालेर बढ्दैन तिमी त मोजा यस्तो रिसाइरहेको छन् कि हिजो रातैबाट त्यहीँ बस्यो आउनु मोछाले टोकिन कुन गरेर आएका छन् तिमी त पापिलो त भन्छ अनि अब टोइलेट जान्छु भने क्या गर्न जाने टोइलेट गएर मान्छे बानी बुझ्दैनन् यिनको त चुचो बङ्गो यहाँ त मान्छे नियतै बाङ्गो छ यिनको बसी भाइ ठोकेको उसले आएर खुसीको कुरा सुनाऊ क्या खुसीको कुरा भन्छ भुन्छौ आइलो बिना तिम्रो चोचो बङ्गो छ भने होइन 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 चोचो बङ्गो छ भने पनि होइन चोचो अलिक धनको गराइदिन आउनु अब खुसी नहो त्यो आइलो भन्दा पनि खुसी हुने होइन बरु मैले भोग लगाऊ त भाषा भन्दैन चोचो चोचो त तिम्रो यस्तै अनि भन्छ भात पकाएर छु भने भात छिटो भात भोगा छन् काले मर्ने गरेर नमस्कार नमस्कार हजुर कहाँ को मैले देख्छु त म त को नयाँ मान्छे देख्छु त कहाँ हो घर हजुर मेरो घर चाहिँ उता कालीकोटमा हो हजुर उताबाट चाहिँ म अब बसाइ सर्नु पर्यो भनेर यतातिर आएको यो गाउँमा आइपुग्दासम्म बस पैसो भन्ने कुरा 200-400 गोजीमा थियो त्यो सबै सकियो
अहिले अब केही पनि छैन यसो यत्तिकै आएर थाकेर यहाँनिर बसिरहेको थिएँ यत्तिकै म हजुरलाई देखेँ अब हजुर यही गाउँको मान्छे हो हजुर म यही गाउँको मान्छे यहाँ पारिनेर मेरो घर हो अनि यस्तो माथि पर्नु भएको छ तपाईँ चाउ गइजाउँ त उता हाम्रो यतिर मेरो गोठ छ उता ए हजुर हजुरले यति गरिदिनु मलाई 2-4 दिन बास दिनुभयो भने साह्रै गुण लाग्छ त्यस्तो केही नमाओस् हामी त पाहुनालाई संस्कार गर्ने मान्छे हौ त हिँड्नु पाउँ मेरो गोठ छ उता हजुर बाक्री गोठ त्यही बसौँला हजुर हजुर ठिक छ ल धन्यवाद हजुरलाई ल हेर्नुहोस् अब तपाईँ चिन्ता केही मान्नु पर्दैन तपाईँलाई बस्ने बास घाँस म दिइहाल्छु तपाईँ हिँड्नुहोस् अब तारा त्यतादेखि आउनु भएको छ ल हजुरले यति गरिदिनु भने एकदमै ठुलो गुण लाग्छ धर्म लाग्छ हजुरलाई होइन त्यो भुल्नै पर्दैन अब हाम्रो यस्तै छ त अब संस्कार यस्तै होइन पाहुनाहरूलाई त संस्कार गर्नु पर्यो ल हिँड्नुहोस् मुरलीजी यता सुन्नु हुन त नामै तपाईँको अजिब रहेछ मुरली नामै अर्कै रहेछ पहिलेका जमानामा न बाबाले त्यही त मेरो पनि सखापे राखिदिने हेर्नु न ल एकछिन सुमार्नु सखा पारेर सखापे सखापै पारेर त भाव त सुमार्नु अलि त च्याप्यो क्या है बस्नुलाई एकछिन आयो यो रहेछ त्यो यसको जाउँ मुरलीजी अब भयो हेर्नु मुरलीजी अब आलु ल्याउन गइयो होइन पसलमा आलु नि ल्याउनु भयो खानु पनि होला मुरलीजी तपाईँलाई त त्यो बारीको गोठमा अब बस्नु बस्नुहुन्छ तपाईँको घर माइताको गोठ जानु ए मुरलीजी यता यहाँ तल मेरो यता हो यो बाटो जाउँ त हजुर दुःखै पाएका मान्छे मुलेको हजुर हजुरले यति गरिदिनु हो भने एकदम साह्रै गुण लाग्छ ए बिरे आज थाहा भएको छैन तिमीले आज त भ्यालेन्टाइन डे पो त हो त्यतिकै खेर जानु गुन नसक्दा हेर यता जो केटी भेटिन्छ त्यसलाई त पर्पट हान्ने हो गर्नुपर्छ ल जो भेटिन्छ त्यसलाई पर्पट गरेर छाड्नुपर्छ म जाने भन्छ म जान्छु क्या म होइन म जान्छु क्या पहिला तेरो फेस पनि मिल्दैन म जान्छु क्या होइन क्या म जान्छु कस्तो रहेछ यो म जान्छु क्या होइन क्या म जान्छु क्या म म अर्की केटी भेटेर ल सोधा होइन म पहिला म जान्छु अनि पछि त म जान्छु म जान्छु क्या म तेरो मिल्दैन क्या म जान्छु क्या क्या अरे म जान्छु पहिला भन्न म जान्छु क्या म मिल्दैन म जान्छु भन्दै फेरि तेरो फेस पनि मिल्दैन अझ तेरो मिल्दैन मेरो ठ्याक्कै मिल्छ अझ म जान्छु अनि पछि त कस्तो रहेछ यो म जान्छु क्या म जान्छु क्या म जान्छु पहिला अनि पछि त ल है म जान्छु म जान्छु क्या म जान्छु म जान्छु क्या पहिला म जान्छु म जान्छु क्या म जान्छु
जा फुल ल फुल ल हो जा अब अब त म अर्कोचोटि त म जाने हो ल अघि नै मैले तुले माने बे तैँले मैले प्रपोज गरेर मन लगिहाल्ने त बेकारमा झगडा गरियो किन अब फेरि बिरे अघि नै बेकारमा झगडा गरियो अर्कोले आए लगिसक्यो हेर अनि अब जे हुन्छ पालै पालो पनि जसले यसो जसको यसो गर्छ उसरी लाग्छ है ल ल ल अब जाउँ न त पहिला म जान्छु खै म जान्छु पछि त है ल ल ल हेलो आज कुन डे हो हजुरलाई थाहा छ कुन डे भनेर आज खराइदियो यस्तो भनेको होइन कि आज भ्यालेन्टाइन डे हो नि हजुरलाई देखेर मलाई साह्रै मन पर्यो आई लभ यु हजुरको नाम के हो नि मेरो नाम खुसी खुसी हजुरलाई देखेर साह्रै खुसी भयो म पनि अनि हजुरको नाम बिर्खे हजुरको नम्बर देऊ न म हजुरलाई बेलुका कल गरेँ है तिमीले प्रपोज गरेको मैले एक्सेप्ट गरेँ कसैलाई नभन्नु कसैलाई नि भन्दिनँ है बाई प्रपोज एक्सेप्ट गरे किन कहाँ भन्दै मानिन यार गर्दै गरिन तैँले गर्न नजानेला होला क्या म जान्छु अब ल जा कन्टिन्युस गरेँ है हाई हजुरलाई ह्याप्पी भ्यालेन्टाइन डेको धेरै धेरै शुभकामना हजुरको बोय फ्रेन्ड छ कि नाइ म पनि सिङ्गल आयो सुन न तिमी पनि सिङ्गल म पनि सिङ्गल हामी दुई सिङ्गल मिलेर बनिदिउँ न त मिङ्गल तिम्रो नम्बर देऊ न त म राति तिमीलाई कल गर्छु है अनि सुन्नु न मैले एक्सेप्ट गरेको कुरा कसैलाई नभन्नु नि फेरि ल ल ल भन्दिनँ छोरी त तँलाई एक्सेप्ट कहाँ गर्नु मलाई एक्सेप्ट खत्तम रहेछ नि त्यो केटी ल भयो जाउँ अब घरतिर जाउँ जाउँ न तँलाई गरी आज हाम्रो उयो छैन के हो तँलाई पनि एक्सेप्ट गरेन मलाई पनि एक्सेप्ट म त लागेँ घरतिर त घर गए म कहाँ जाने त म पनि घर ल म गएँ कोरै चाहिँ यहाँनिर घाँस काटिरहेको हे जेसुकै होस् आज भ्यालेन्टाइन डे प्रपोज गर्छु हेलो सोल्टिना आई लभ यु लभ यु टु तँलाई सोच केटी देख्दैन भने केटाहरूलाई त सोच केटी देख्दैन जिस्काइहाल्ने कस्तो होला आज फेरि ल मुरलजी अब मेरो चाहिँ घर यही हो बस्नु न बस्नु बसेर कुरा गरौँ बस्नु मेरो घर चाहिँ यही हो हेर्नु जस्तो भए पनि अब के हाल्ने बस्नु भएको अहिले चाहिँ तपाईँलाई चाहिँ हेर्नु तपाईँको चाहिँ ऊ त्यो पारीको घर हेर्नु त्यही हो चाहिँ तपाईँको घर चाहिँ त्यही हो अबदेखि त्यही बस्नुहुन्छ ढुक्कसँग बस्नु होला केही त्यस्तो नभन्दा म यहीँ हजुरले बस्नलाई मलाई बास मिलाइदिनु भयो एकदम एकदम धेरै धेरै धन्यवाद हजुरलाई भित्र परेका मान्छे हुनुहुन्छ बिचरा अब तपाईँलाई सहयोग कसलाई गर्ने त हजुर एकदम हजुरहरू जस्तो मान्छे देशभरि भयो भने हामी जस्तो गरिबले कहिले पनि दुःख पाउँदैन हो हजुर त्यही भएर म त अब तपाईँहरूलाई यस्तो तपाईँ जस्तो भित्र परिवारलाई चाहिँ अब सहयोग गर्नै पर्छ हेर्नुहोस् तपाईँको लागि चाहिँ त्यही हो हेर्नु जानुहोस् आराम गर्दा हुन्छ के यताउति पिरमर्का पऱ्यो भने चाहिँ मलाई बोलाउँछ जानुहोस् है जानुहोस् के पिरमर्का यताउति पऱ्यो भने चाहिँ मलाई बोलाउ म पनि अब खाना खाना पकाउने होला हेलो
आलुले चाहिँ मलाई बस्नको लागि यतिको घर दिए भने ढुक्कसँगले केही दिन बस्ने भइयो। भित्र अब पेटी बस्नलाई ठिकै रहेछ। अब यताउता भित्र कस्तो छ म बुढोलाई जस्तो भए पनि बस्ने मिले भइहाल्यो नि। ठिक छ ल। ल अब बजारबाट चाहिँ ल्याएर आइयो आलु गइरहनु पर्यो। थाल पनि हेर्छु रहेछ। होइन के आयो यो फेरि फोहोरबाट वहाँदेखि ल्याउँदाखेरि त आलु चोखेर ल्याऊ। कहाँबाट आयो फेरि ढुङ्गा? अरू बिच बाटोमा त कतै गडबडी भएन। होइन मुरलीजीले कहीँ के छुपछापी त गर्नु भएन? एकपटक जानु पर्यो। होइन मुरलीजीले गरेर कन्दहर खाइयो। अब आजको लागि चाहिँ छाक टारियो। आजको बेलुकाको छाक टारियो। आलु दिमाग भएपछि मान्छे कहीँ गए पनि भोको बस्दैन भन्थ्यो हो रहेछ। अब मजाले आलु बोइल गरिन्छ। अब भोलिदेखि त यसो सोच्दै गरौँ न गाउँघरतिर आलु चाहिँ टन्न खाइन्छ आज। मुरलीजी के तपाईँ त वाइयाल मान्छे हुनुहुन्छ सर। के भएर ऊ हेर्नुहोस् त्यहाँ यहाँ यत्रो मान्छेलाई ढुङ्गा हालेर के गर्ने खोज्नु भएको तपाईँले? यत्रो घर दिएको छ बोट राजा। मैले होइन कहाँबाट त्यो ढुङ्गा आयो म त थाहा भएन त हजुर। आज तपाईँ बाहेक अरू कसले तपाईँले सुनाउनु भएको थिएन त्यहाँ? हाउ कुरो गर्नुहुन्छ त्यो निकाल्नुहोस्। यहाँ छ यत्रो मान्छेलाई चोरेर फटाइ काम गर्ने पहिले तपाईँको लक्ष्य होइन हजुर यो कस्तो भन्दाखेरि अब हजुरलाई यत्रो आलु केलाउनु हजुर टाइम लाग्ला। अब केलाइ कुलाइ पारेर मैले हजुरकै घरमा दिउँला भन्ने सोचेको थिएँ। हजुर अहिले आएर होइन विश्वास गर्नु न। अब विश्वास गर्नु है तपाईँको विश्वास पहिल्यै तोरियो। अबदेखि यस्तो गर्नुभयो भने आइन्दा घरदेखि निकालिदिन्छु तपाईँलाई। होइन अब म हजुरले गलत बुझ्नु हो मलाई। एकदम म हजुरको भलो सोचेर चाहिँ मलाई भलो सोच्ने मान्छेले त्यो मात्रै ल्याउँछन्। एकदम बास दिनुभयो भनेर चाहिने हजुरको सहयोग गरिदियो भनेर के लाएर हजुरको घरमै लिइदिने आलु थियो म। अब हजुर यहीँ आएर गफ बनाउन बलि जान्नु हुने रहेछ। फटाइ काम गर्नुभएको थियो। अबदेखि गएर छाडा भने तपाईँलाई थाहा हो। अब आउँसँग बस्ने गयो कस्तो फटाएको कुन बेलामा आलु निकाल्न पुगेछु नि मैले। हातमा आएको आलु पनि गयो नि। ठिक छ अब आज जसो तसो यसरी काटिन्छ।